हेलो गाइस, सबैजनालाई नमस्ते है। सामाजिक सञ्जालमा के गाइस है सबैजनाले सासूबारीको कुरा उठाउँदै गर्दा थोरै कुरा मलाई नि बोल्न मन लाग्यो। हुन त यो सतीको बाढी चल्दै आएको कहानी है, सबै घर गएको घरको आइनो कसैको घरमा अथवा बाहिर देखिन्छ भने कसैको भित्रभित्र नै हुन्छ, मतलब मनमुटाव भइरहेको हुन्छ, कसैको बाहिर देखिन्छ। यो जब कोही कोहीले भन्नुहुन्छ कि आमाको दर्जा सासूलाई दिनुस् है, आमासँग तपाईँको माइत आमालाई छोडेर आउनुभयो, सासू पनि त आमा हो, अनि बाबा पनि त ससुरा पनि त बाबा हो भन्नुहुन्छ कि है। हो न हो होइन, तर के हुन्छ भनेदेखि जति नै सुकै त्यो सासूको खुट्टामा तपाईँले तेल लगाउनु है, अनि जति नै सुकै तपाईँले लाउना खाना तपाईँले आफू मोरीमेटी गरेर जतिसुकै तपाईँले सुखा दिनुहोस्, अनि कहिल्यै पनि आमाको दर्जा सासूले दिनुहुन्न के, त्यो कसैले पनि दिनुहुन्न, त्यो जानेकै कुरा हो होइन। तर आमाको दर्जा दिनुहुन्न सासूले है। तर आमा सम्मान, आमालाई त सासू, आमा र सासूलाई राखेर आमालाई दाँज्नै हुन्न, किन सासू भनेको सासू नै हो र आमा भनेको मैले त गाइस जानेन है। मेरो आमा बाबा मेरो सानैमा बित्नुभयो, मैले आमाको माया मैले पाएन, सानैबाटै पाएन, मैले आमालाई जानिनँ र बाबालाई केही समयको लागि मैले भोगेँ। तर मैले एकदम राम्रोसँग भोगेँ त मेरो ससुरालाई भोगेँ है। मेरो ससुरा हुनुहुन्थ्यो जिउँदो भगवान है, मेरो ससुरा एकदम देवता है। मेरो ससुराले भन्नुहुन्थ्यो र मेरो ससुराले के अरे बाबाको दर्जा मलाई ससुराले दिनुभयो है, ससुराले दिनुभयो है। मैले पनि बाबाकै दर्जा दिएँ उहाँलाई है। र मेरो ससुरा 72 सालमा बित्नुभयो है। मलाई कोरोनाको टाइममा, अनि कोरोनाको टाइममा बित्नुभयो त्यसरी नै। मेरो ससुराले भन्नुहुन्थ्यो, मेरो सासूले औँला म माथि उठाउँदा मेरो ससुराले भन्नुहुन्थ्यो कि तेरो पनि छोरी छन् र कसैको घरमा तेरो छोरीलाई पनि यस्तरी रुवायो भने र तेरो छोरी रुँदै आयो भने तेरो मन कस्तो हुन्छ, र तैँले अर्काको छोरीलाई तैँले रुवाइस् भने भोलि बिहान तेरो छोरीलाई पनि अरूले रुवाउँछन्। मेरो ससुराले त्यस्तो प्रश्न गर्नुहुन्थ्यो। र मेरो ससुरा त मेरो लागि एकदमै देवता, र बाबाको दर्जा मैले मेरो ससुरालाई दिन्थेँ। र जसको घरमा पनि साथीहरू है यसो दुःख पाउने र हेला होचो बुहारीलाई गर्ने भनेको सासू नै हुन्छ क्या है। ससुरालाई त यस्ता उस्ती कुरा मतलब पनि त्यति हुँदैन, फेरि पनि भइहाल्यो भने पनि कुनै मेरो छोरी अर्का